हेलो एभ्रिवान नमस्ते। आज चाहिँ म अर्ग्यानिक यानि कि ट्रेडिसनल मुही पारेर देखाउँदैछु। हेर्नुहोस् सो ब्युटिफुल छ। नौनी कसरी निकालिदिँदो रहेछ भन्ने कुरा चाहिँ यो ट्रेडिसनल मुही पारेबाट देख्नुहुनेछ। हेर्नुहोस् मदनी चाहिँ टोलङभित्र हालेर घर्रा घुर्रा 30-35 मिनट जति गरिसकेपछि यहाँ नौनी निस्केको छ। यो देख्नुहुन्छ सो ब्युटिफुल छ है। यो चाहिँ ट्रेडिसनल हो। पहिले धेरै गाउँमा बस्दाखेरि पारिन्थ्यो। आज चाहिँ मैले आफ्टर लङ टाइम 8 इयर्स पछि चाहिँ म गाउँ आएर यस्तो मिठो नौनी बनाएको छु। यो देख्नुहुन्छ। यो क्रेडिट चाहिँ जान्छ भतिज ब्रोक्सनलाई। भिडियो चाहिँ ब्रोक्सनले खिच्दै हो। अब म यो नौनी घिउ पनि निकालेर देखाउँछु तपाईहरुलाई। अनि खारेर कसरी बनाउने रहेछ ट्रेडिसनल गाउँमा चाहिँ वस्तुभाव पालिसकेपछि भन्ने कुरा चाहिँ म तपाईहरुलाई देखाइरहेको छु। हेर्नुहोस् परिसक्यो 15-20 मिनेटको यो एक्सरसाइज पछि चाहिँ यो घिउ ठ्याक्क बन्यो हैन। अब म निकाल्छु। हेर्नुहोस् नौनी यो चाहिँ एकदम घरमै पालेको भैँसी र गाईको मिक्स दुधबाट जमाएर दही बनाएर दही पछि बनाएको यो चाहिँ नौनी घिउ हो। यो एकदम मिठो पनि छ है। यसरी पारिसकेपछि चाहिँ यसलाई चाहिँ हामी पार्नु भन्छौँ हैन। मुही पारिसकेपछि चाहिँ मदनीबाट चाहिँ अलिकति त्यहाँ देउता पनि गर्ने चलन छ। यो चाहिँ पौराणिक हाम्रो चलन हो। ल हेर्नुहोस् कति धेरै आएछ त हैन। यसरी धेरै आउँछ। मलाई भतिजले पनि जिस्काउँदैछ। म नहुँदा चाहिँ यो भन्दा धेरै उसले पारेको थियो अरे। जहिले पनि निस्केकै हो झन्नै। तपाईं नि नाउँदाखेरि झन् यो भन्दा धेरै पनि निकालेको मैले। सुनिहाल्नु भयो भतिजले मलाई जिस्काउँदैछ। म नहुँदाखेरि धेरै निकालेको मैले घिउ भनेर। तर मैले पनि नट ब्याड। हेर्नुहोस् यति चाहिँ निकालेँ हैन। धेरै पछि पारेर भए पनि एकदम मिठो छ है यो नौनी। वाउ हेर्नुहोस् त। सो खाउँ लाग्दो छैन त। यो त भुटेको मकै अलि फुल उठेको मकैमा चाहिँ टक्क चोप्दै नौनी घिउ खाँदाको त्यो स्वाद तपाईहरुले बिर्सिनु भयो होला। एकचोटी इमेजिन गरेर हेर्नुहोस्। तपाईहरुले इमेजिन गर्न सक्नुहुन्छ। यस्तो चलन थियो। ल यो नौनीलाई चाहिँ अब हामीले केही टाइम राखेर फेरि यसलाई चाहिँ खारेर हामी खारुवा घिउ बनाउने चलन छ। यो चाहिँ हाम्रो पहिलेदेखि चलन हो। अब हेर्नुहोस् यसलाई चाहिँ भन्छ मदनी। यो मदनी चाहिँ टोलङभित्र लगाएपछि घर्रा घुर्रा गरेर घिउ बनाउने हो चलन। तर यसलाई चाहिँ घुर्रा भन्छ। यो चाहिँ गीतै पनि छ नि। ठिकी भित्र फनन घुम्छ मदनी भने जस्तो हामीले चाहिँ यो सम्झिने पानी चम्किने